सङ्गति तपाईँ परमेश्वर सँग प्रभु अनि त्यहाँ भएका हाम्रा दाजुभाइ वचनले भन्छ 22:11 क्योंकि हजुर हामी कहाँ जानला भनिदिनु न। जय मसी सबैजना जय मसी। हामी आज सिजोकाको सङ्गतिमा जाँदैछौँ। त्यहाँ परमेश्वर महिमा हेर्ने गर्नेछौँ। ल सबैजना जाँदैछौँ। कतिजना हामी 10 जना 10 जना उता दिदीबहिनीहरू आउँदै हुनुहुन्छ। गाडी उता छ एउटा गाडी उता छ। जय मसी। हामी चाहिँ यसो धेरै टाइम भएर चाहिँ अनि यहाँ घुम्न आएको छौँ बिच हेर्न सक्नु। वाउ कस्तो दामी हो। वाउ कस्तो हो त कस्तो हो त। भजन नम्बर 8 को सत्य त यही हो। साक्षीहरूलाई नि यस्तै चिजहरू त हो नि। सेसन चलिरहेको छ। हेलो 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 जय मसी। हामी सिजोकाको ठुलो समुद्रमा छौँ है। तपाईँहरू हेरेर अब खुसी हुनु होला। हामी चाहिँ खुसी छौँ। ल वाउ 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 सिटी अफ सिजोका। नेचुरल नेचुरल चर्च आइपुगिसकेका छौँ। अनि गाडीहरू पार्किङ गरेर अब हामी चर्चतिर जाँदै नि त। भोक लाग्यो। भोक लाग्यो। 700 न हामी आइसकेका छौँ। फाइनली हामी आइसकेका छौँ। हाम्रो मिसन सक्सेस भइसकेको छ। अब हामी त्यहाँ गएर हामी भाइ बहिनीहरूसँग भेट्नेछौँ। भला कुसारी गर्नेछौँ। आज देउन छ। जय मसी जय मसी बहिनी। ल जय मसी सन्चै। आजको हामी सङ्गति सुरु गर्नेछौँ। अनि सुरुमा चाहिँ हामी सबैजना प्रार्थना गर्नेछौँ र प्रार्थनाको लागि सबैजना उठिदिनु। सुरुको प्रार्थनाको लागि चाहिँ म पास्टर गुरुमा सागर विष्णुजीलाई दिँदैछु। धन्यवाद छ तपाईँका योजना जहाँ दिनुभयो धन्यवाद छ पाउँछु। तपाईँलाई धन्यवाद छ Yeah.
मैलो धोइले लौमै चढाए संसारै छ पापैले भरेको संसारै छ पापैले भरेको धनको लोभमा सबै परेको धनको लोभमा सबै परेको यीशुको साथीमा दुखीले यीशुको आँखैमा बसिरहने यीशुको छातीमा दुखीले यीशुको आँखैमा बसिरहने प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया यो क्रुसको कहिले नमेटिने प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया यो क्रुसको कहिले नमेटिने मण्डली हामी हो ख्रीष्ट येशूको दुलही हामी हो ख्रीष्ट प्रभुको मण्डली हामी हो ख्रीष्ट येशूको दुलही हामी हो ख्रीष्ट गायौँ गीत प्रेमको आज दिलको राजा येशू राजा शरीर हामी हौ ख्रीष्ट येशूको शिर हुनुहुन्छ उहाँ हाम्रो शरीर उडाइ लगेछ त्यसको माया सम्हाल्दैछु बतासैले उडाइ लगेछ त्यसको माया सम्हाल्दैछु हे 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 ला 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 La 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 lay 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 hey 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 la 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 lay 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 सुनिले गोरेको मा अब म पनि किन आज चाहिँ प्रभुको योजना चाहिँ पुरा भएको छ है हामीले चाहिँ कति धेरै प्रार्थना गरेको थियौँ यो समयको लागि चाहिँ प्रभुले चाहिँ हामीलाई यो दिन दिनुभएको छ र हामी चाहिँ प्रभुलाई यो समय चाहिँ उचाल्नेछौँ यो समयमा चाहिँ हामी आफ्नो खुट्टामा उठेर होइन प्रभु येशू ख्रीष्टलाई हाम्रो हातहरू उचालेर हामी एउटा वचनको खण्ड पढ्नेछौँ र सबैजना उठ्न सक्नुहुन्छ आफ्नो स्थानमा र म यहाँ वचन भजन सङ्ग्रह 150 को 1 देखि 6 सम्म यहाँ पढ्नेछु र हजुरहरू सबैजनाले हेरिदिनु होला र यहाँ पाउनुभयो सबैजनाले पाउनुभयो ल म पढ्नेछु है हालेलुया परमप्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर उहाँका शक्तिशाली कार्यहरूको निम्ति उहाँको प्रशंसा गर उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर तुरही
तुरही बजाएर उहाँको प्रशंसा गर, बीन र सारङ्गी बजाएर उहाँको प्रशंसा गर, खैजडी र नाचका साथ उहाँको प्रशंसा गर, तार गाड बाँसुरी बजाएर उहाँको प्रशंसा गर। झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर, गुन्जयमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर। सास सुन्ने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्। हालेलुया। हालेलुया। आमेन। के आज हामी खुसी छौँ? आमेन। कि दुःख हुनुहुन्छ कि आज चाहिँ हाम्रो कामहरू चाहिँ जान पाएन, पैसा अलिक कम भयो भनेर है, त्यस्तो नसोच्नुहोस्, किनकि यहाँ वचनमा नै लेखिएको छ सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गर। हालेलुया। हामी यो समय चाहिँ आराधना गर्नेछौँ। यो समयमा चाहिँ हामी केही कुराहरू सोच्ने छैन, हाम्रो कामहरूकोदेखि लिएर, हाम्रो परिवारहरूकोदेखि लिएर, हाम्रो देशहरूकोदेखि लिएर, साथीभाइको केही कुरा सोच्ने छैन। यो समयमा चाहिँ हामी कसलाई दिँदैछ? प्रभु येशू ख्रीष्टलाई। त्यही भएर यो समयमा चाहिँ अब हामी प्रार्थना गर्नेछौँ, हामी आराधना गर्नेछौँ, प्रभुको नजिक जानेछौँ। ल हामी प्रार्थना गर्नेछौँ यो समय चाहिँ। हालेलुया। धन्यवाद। स्वर्गमा विराजमान हालेलुया। स्तुति महिमा सर्वदा येशू प्रभुलाई दिन्छौँ। चङ्गाई हुनेछौँ प्रभु। हालेलुया। साँच्ची नै बुवा प्रभु, तपाईँ कति असल हुनुहुन्छ प्रभु। हामी जस्तो पापीहरूको निम्ति प्रभु तपाईँ आफ्नो शरीरलाई प्रभु क्रुसमा टाङ्नु भयो प्रभु। प्रभु हामी तुच्छ जस्तो मान्छेहरूलाई प्रभु, हामी जस्तो मानिसहरूलाई प्रभु तपाईँले अँगाल्नु भयो प्रभु। प्रभु धन्यवाद प्रभु तपाईँलाई। हालेलुया। म चिन्छु अनि बुनो बहिनीसँग हामी अनलाइनमा संगति गरेका थियौँ र अरूजना नयाँ देखेको छु। तर मलाई कस्तो लागिराखेको छ भने मैले तपाईँलाई पहिलेदेखि नै देखेको थिएँ, चिनेको थिएँ जस्तै मलाई लागिराखेको छ। हामी क्रिस्टका छोराछोरीहरू हौँ अनि हामी एकअर्कामा भिड्दा चाहिँ त्यो महसुस गर्छौँ। हामी
अनि आजको हामी सङ्गति गर्न गइरहेका छौँ। हाम्रो लागि यो ऐतिहासिक सङ्गति हो। अनि मलाई याद छ 2020देखि नै हामीले सिजोकामा चाहिँ एउटा निरन्तर सङ्गति होस्, भेटघाट गरेर यसरी फिजिकल रूपमा सङ्गति होस् भनिकन धेरै प्रार्थना गरेका छौँ, जसरी तपाईँहरूले गरिराख्नु भएको छ। अनि आज फाइनली त्यो दिन हामीलाई परमेश्वरले दिनुभएको छ। लामो समयपछि तपाईँहरू जति उत्साहित हुनुहुन्छ त्योभन्दा बढी म उत्साहित छु। हामी सबै उत्साहित छौँ। अनि हामी आज 10 जना आएको छौँ। अनि यदि धेरै नआउँदा पनि हुन्थ्यो, तर तपाईँहरूको त्यो उत्साह, तपाईँहरूको त्यो चाहना देख्दा चाहिँ हामीलाई रोक्न सकेन। हामीले हाम्रो आदरणीय डिकन दाई हुनुहुन्छ, देव दाई, अनि त्यसै गरी हाम्रो डिकन राजेश भाइ हुनुहुन्छ। अनि विशेष गरी आज उहाँको वचन थियो उहाँ नागय मण्डलीमा, तर पनि त्यो कुरा अरूलाई जिम्मेवारी दिइकन हामी यसरी यहाँ भेला भएका छौँ। उहाँको आफ्नै काम थियो दिउँसो, होइन। विगतमा हामीले जानी नजानी भुल गल्तीहरू गरेका छौँ भने हामी यो समय क्षमा माग्दछौँ, किनकि यो चाहिँ प्रभु यीशु ख्रीष्टको पवित्र शरीर हो। अनि रगत चाहिँ उहाँले बगाउनु भएको पवित्र अनि रगत भएको कारण त्यसको सम्झना गर्न हामीको कामसँग अङ्कार कराले それではお祈りをいたします。主イエスキリストの父なる神よ。 कस्तो दामी भयो। म पनि पहिला चाहिँ खाना हाल्दैछ यहाँ पेट अनि त्यहाँ गीता गाउनु ट्राई गरेँ। अब हामी खाना खान लाग्यो। रिभ्यू दिनु त दाइ, दाइ खानाको रिभ्यू कस्तो हो? दिदीहरूलाई धन्यवाद यति मिठो खानाको लागि। के मिठो लाग्यो तपाईँलाई? तरकारी नै यति मिठो भएर चाहिँ मासु खाने मलाई बोल्नु तपाईँ होइन दाइलाई हो यता उहाँको पालो।若い兄弟姉妹たちがこのように、静岡の地で集まって礼拝を捧げ、交わりをすることができました。心から感謝をいたします。どうかこの兄弟姉妹たちの静岡の地でのでは先生、それについてお気をつけて。जय मसीला धन्यवाद धन्यवाद धेरै धेरै खुसी लाग्यो भेट्न पाएर। बाई बाई। राम्रोसँग बस्नु होला, राम्रोसँग सेवा सङ्गति गर्नु होला। जय मसी। खुसी लाग्यो। अब जयसी दिदी राम्रोसँग सेवा काई गर्ने होला। फेरि पछि भेट्नेछौँ हामी। यसै गरी आजको हाम्रो प्रोग्राम पनि सकिसकेको छ। अब हामी आफ्नो घरतिर प्रस्थान गर्दैछौँ। अब हाम्रो दाइ एक दुई भनिदिनु। आज एकदमै आशिषमय सङ्गति भयो। थ्याङ्क यू सिजौका। थ्याङ्क यू विश्वासी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। कन्टिन्यू फेरि गर्नुपर्छ। अब हामी सिजौकाबाट नागातर्फ जाँदैछौँ। यहाँको सङ्गति सकेर फेरि पनि नागामा हाम्रो सङ्गति हुँदैछ। अनि प्रार्थना गरिदिनु होला।
धन्यवाद बाई बाई दुःख पनि लागेको छैन बसिरहनु मन छ तर दुःख भने 1% पनि छैन हामीलाई त सुखै भयो आशिषितै भयो धेरै आशिष छ हुन्छ ल गाडी गाडी बिक्री ए बाई बाई जय मसी पछि भेटौँ ल ल अब हामी यतिर जान लागेको बहिनीले यतै राखे हाम्रो वर्षको प्रार्थनाको आज सफल भएको छ है यस आमेन अब फेरि हामी पछि आउनेछौँ यसरी नै मिठो सङ्गति गर्नेछौँ है अब हाम्रो गाडी रेडी भइसक्यो अब हामी जाने तर्फमा ट्याक्क अब हामी चाहिँ उतै हाम्रै चर्चमा गएपछि भेटौँला है ओके अब हामी सेवा सङ्गतिको केही तस्बिरहरू हेर्न जाँदैछौँ